धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस मञ्चमा उपस्थित प्रमुख अतिथि, विशेष अतिथिहरू र यस कार्यक्रमलाई सभ्य र भव्य बनाउन यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो नमस्कार। आज म तपाईहरूलाई यो हाम्रो सबैभन्दा यहाँ विद्यार्थी जमात धेरै देखेको कारणले गर्दा मैले आज चाहिँ विद्यार्थीहरूलाई के कसरी पढ्ने, कसरी अघि बढ्ने भन्ने एउटा मेरो आफ्नो अनुभव र रायहरू हजुरहरूलाई बताउन चाहदैछु। एउटा हामीले 3 इडियट भन्ने फिल्म हेऱ्यौँ। त्यसमा एउटा आमिर खानले भनेको छ नि, कामयाब होने के लिए नहीं काबिल होने के लिए पढो भनेको छ नि। यो भनेको तपाईँ मार्क्स ल्याउनलाई मात्र नपढ्नुहोस्, पढ्ने नै भए त्यो कुरा बुझेर पढ्नुहोस्। मैले जहिले नि भन्छु नि, बुझे पुरै बुझ्नुहोस्, नबुझे नबुझ्नुहोस्। कामयाब हुने के लिए नहीं काबिल हुने के लिए पढो। सर्टिफिकेट भन्ने ठुलो कुरा होइन। ज्याकमा कतिचोटि फेल भएको, 27 चोटि फेल भएर 28 चोटिमा पास भएर उसले अहिले चाइनाको सबभन्दा धनाढ्य व्यक्ति भयो नि। अहिले जो सक्सेस छ उसैको कहानी बिक्ने हो, अनसक्सेस कसैको पनि बिक्दैन। जस्तो एउटा चिया पसल यहाँ तल छ नि, त्यहाँ तलको चिया पसलेले कति स्ट्रगल गरेको छ बच्चा पढाउनलाई, कति दुःख गरेको छ, तर मोदीले पनि चिया बेच्यो, उसको कहानी बिक्यो, त्यो चिया पसलेको कहानी बिकेन। त्यसको लागि आफू सक्सेस हुनु पर्यो। सक्सेस हुनलाई पहिलो कुरा भनेको हामी बुक 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 मात्र नभनौँ। बुकमा त छ, बुक पढ्नुपर्छ, नर्मल नलेजको लागि पढ्नुपर्छ, तर स्किलमा फोकस गरौँ। हामी अहिलेसम्म जति पनि सक्सेस छन् स्किलमै अगाडि बढेर स्किल डेभलपमेन्टमा आफू माथि बसेर नै उनीहरू सक्सेस छन्। त्यसैले तपाईँहरू कुनै कुरा सिक्दै हुनुहुन्छ, त्यसमा तपाईँहरूले बुझ्नु भएको छैन भने हात खडा गरी सोधिहाल्ने। र उहाँको एउटा कमजोरी के छ, उहाँलाई मनमनमा लाग्छ, उहाँलाई यो सोधौँ कि लाग्छ, तर उहाँ सोध्न सक्नुहुन्न। अझै पनि उहाँ एउटा लेभलले उहाँ ठुलो भइसक्नु भयो, तर सोचाइ चाहिँ अझै स्टुडेन्टमै छ। तपाईँ स्टुडेन्ट होइन, तपाईँ एउटा ठुलो लेभल पुगिसक्नु भयो। त्यसैले मनमा लागेको कुरो सोधिहाल्नुहोस्। म एसएलसीसम्म पढ्दै गर्दा मेरो चाहिँ म पहिला 3 क्लाससम्म चाहिँ गाउँ पढेँ। माओवादी द्वन्द्वले हाम्रो स्कुल विस्फोट भयो। त्यसपछि हामी पढ्न नपाएर काठमाडौँ झऱ्यौँ भन्दा बुवाले लिएर आउनु भयो। र पढ्दाखेरि मलाई 3 क्लासमा पढ्दाखेरि चाहिँ टियाची द भनेर पढ्न आउँदैन थियो, केही पनि आउँदैन थियो। इङ्ग्लिस त हाम्रो त सुरु त 4 क्लासबाट हुन्थ्यो, अब इङ्ग्लिस त कहाँ केही आउँदैन थियो नि। अनि म पास हुन्थेँ, एउटामा हुन्थेँ सधैँभरि नेपालीमा, अरू 7वटा मलाई लाग्थ्यो नै। म 7 क्लाससम्म पुग्दाखेरिसम्म मलाई 7वटा लाग्थ्यो, एउटा चाहिँ म पास हुन्थेँ नेपालीमा, किनभने नेपाली आउँथ्यो अलिअलि, पास हुन्थेँ, त्यो टप गर्थ्यो भने होइन। अनि हुँदै गर्दाखेरि मैले मेरो कमजोरी के रहेछ भनेर मैले चाहिँ म 8 क्लासमा पुगेपछि पत्ता लगाएँ। के रहेछ भन्नुहुन्छ भने म सोध्न डराउने, मलाई कसैले उडाउँछ कि, मैले सोधेँ भने म यति पनि आउँदैन कि मेरो साथीहरूले भन्छन् कि भनेर म सोध्दैन थिएँ क्या। 8मा पुगेपछि मैले के गरेँ, 7सम्म त फेल हुँदै अब बोर्डिङ स्कुलमा चाहिँ तपाईँको पास गराएनस् भने स्कुलबाट निकालिदिन्छु भन्थे बाबाआमाले, अनि पास गराइदिन्थे क्या, तर रियल पास चाहिँ होइन। बोर्डिङमा त्यस्तो हुन्छ होइन। अनि त्यसपछि अब 8मा चाहिँ मैले पढ्नुपर्छ भनेर म एकदम सोध्ने भएँ, बुझ्ने भएँ। अनि त्यतिखेर चाहिँ चुज गर्न पाइन्थ्यो क्या, अप्सनल म्याथ र यो इन्भाइरोमेन्टल साइन्स भन्ने हुन्थ्यो। त्यतिखेर अप्सनल चुज गर्ने भनेको चाहिँ एउटा वडाध्यक्ष भन्दा ठुलो पावर हुन्थ्यो क्या त्यसको। अब म अप्सनल म्याथ पढेँ, सबैले त नपढ भन्थ्यो प्रिन्सिपलले, तर मैले 3 महिनाको फर्स्ट टर्ममा चाहिँ अप्सनलमा टप गरेँ। टप त गरेँ, तर भयो के भन्नुहुन्छ भने मेरो कम्पलसरी म्याथमा चाहिँ फेल भयो। मेरो फोकस एउटैमा भयो क्या, एउटैमा पनि हुन नहुने रहेछ, सबै कुरामा ब्यालेन्स हुँदै जान पर्ने रहेछ होइन। अनि पढेँ, एसएलसी पनि दिएँ, अब भनौँ फर्स्ट डिभिजन आयो, 70% कति आयो क्या हो होइन। त्यो पढेँ। त्यसपछि मैले 11-12 कम्प्युटर साइन्समा पढेँ। कम्प्युटर साइन्सबाट चाहिँ म आइटी गर्छु भन्ने उद्देश्यले म पढेँ, तर आइटी गर्नलाई पनि मेरो उद्देश्य मात्र भएर भएन, घरको बुवा मम्मीको स्थिति पनि हुनु पर्यो भनेर चाहिँ मैले कम्प्युटर साइन्सको चाहिँ म टपर स्टुडेन्ट कम्प्युटर साइन्स एउटामा है, अरूमा त मिलाएर आउँथ्यो मार्क्स होइन। म जुन कुरामा चाहिँ फोकस दिन्थेँ त्यसमा चाहिँ मैले राम्रै हुन्थ्यो क्या। अनि त्यसपछि अब आइटी इन्जिनियर पढ्छु भनेर सुरु गर्दै गर्दा मैले मात्र सुरु गरेर भएन, घरबाट पनि इन्भेस्ट गर्ने वातावरण थिएन। त्यो भएर मैले जारी राखेँ र मेरो उद्देश्य चाहिँ के छ, म सक्सेस हुनै पर्ने छ भनेर। अनि फेरि मैले जाहिर खाएर बिचमा 1-2 वर्ष ग्याप गरेर ब्याचलर जोइन गरेको।
ब्याचलर जोइन गरेँ, मास्टर जोइन गरेँ, अहिले मास्टर मेरो सिद्धियो। र मेन कुरा अब आफू मैले त्यो चाहिँ मेरो केहीको लागि पढेको थाहा छ, त्यहाँ जान्छु, नयाँ मान्छेसँग भेट्छु, नयाँ मान्छेबाट केही सिक्छु भनेर गएको म। फेरि सर्टिफिकेटको लागि म कहिले गएँ, मलाई सर्टिफिकेट काहीँ अहिलेसम्म मैले बेच्नु परेको पनि छैन, म बेच्दा पनि बेच्दिनँ। अझै पनि म मास्टर होइन, अब म एमफिल र पिएचडी पनि गर्छु। त्यहाँ किन गर्छु, एउटा कुरा, ठुलो सर्कल फेला पर्छ। ठुलो सर्कल फेला परेपछि त्यहाँ अब जस्तो आज हामी यहाँ भेला भयौँ, उहाँ म्यामलाई फेला पार्यौँ हामीले, उहाँ म्यामलाई फेला पार्यौँ, उहाँ सरहरू सबैजनालाई हामीले भेट्दै गर्दाखेरि उहाँहरूबाट केही नलेज लिन पायौँ नि हामीले। बिहानको समय युटिलाइज गऱ्यौँ, नयाँ नयाँ कुराहरू सिक्यौँ, उहाँहरूको भूगोलको बारेमा सिक्यौँ, हाम्रो एकजना कर्णालीको सर हुनुहुन्थ्यो, उहाँको बारेमा सिक्यौँ। त्यही भएर सिक्ने कुरा भनेको कलेज मात्रै होइन, हामी जहाँ गएर पनि सिक्न सक्छौँ। जुनै पनि नयाँ कोर्स आउँछ, हजुरहरू दुईचोटि रेस्टुरेन्ट नजानु, तर नयाँ कोर्स लिन चाहिँ जानु, जे आए पनि जान्छ। हरेक नलेज चाहिन्छ हजुरहरूलाई। मलाई अब पर्सिबाट फेरि सरले अब नयाँ कोर्स आयो भनेर फोन गर्नु भने म त फेरि आइदिन्छु, किन नयाँ कुरा सिक्न पाउँछु, नयाँ साथीहरूसँग भेटघाट हुन्छ, नयाँ भूगोलको एउटा यो शब्द राख्दा नराख्दा 16 धातु 17 भृङ्गी भन्छन् क्या। तपाईँको एउटा मान्छे भेट्दै गर्दा त्यहाँ मैले एउटा एकदम खराब मान्छे 17 भृङ्गी भने खराबहरू भने कि खराबहरूलाई पनि फेला पर्छ, खराबबाट पनि केही सिक्न सकिन्छ क्या। र अनि 16 जना चाहिँ राम्रो मान्छे फेला पऱ्यो भने उनीहरूबाट पनि केही सिक्न सकिन्छ। त्यही भएर जहाँ पनि हुन्छ फ्यामिलियर हुनुहोस्, जहाँ गए पनि तपाईँहरू चिया खान गयो बराली भन्छ नि, त्यो होइन, त्यहाँ गएर पनि हजुरले केही सिक्नुहुन्छ। र आफू अलोन फिल नगर्नु, जहिले पनि पढ्दाखेरि बुकमा मात्र फोकस नगर्नु। मेरो एम के हो, म के हुन्छु भन्नेमा चाहिँ स्किलमा फोकस गर्नुहोस् क्या। जहिले पनि म बिजनेस गर्दैछु भने अहिलेदेखि सुरु गर्नुहोस्, एउटा अनलाइनमा जानुहोस्, उहाँ न्युरोडबाट एउटा इयरिङहरू टन्नै लिएर आउनुहोस्, इन्स्टाग्राममा पोस्ट गर्नुहोस्, तपाईँको डेलिभरी गराइदिनुहोस्, अहिलेदेखि कमाउनु थाल्नु नि। त्यो गाह्रो छैन। आफ्नो उद्देश्य के हो भन्ने कुरा क्लियर हुनु। र अब मेरो यति शब्द राख्दै गर्दा तपाईँहरू कुनै केही कुरामा, मैले भनेको कुरामा केही जिज्ञासाहरू भए राख्न सक्नुहुन्छ। धेरै धेरै धन्यवाद। एकजनाको भए पनि मैले सुधारी छु, म यसमा धेरै खुसी हुँदै यहाँबाट बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद।